हेलो एन्ड गुड मर्निङ। ल मेरो चाहिँ यो फर्स्ट भिडियो है, पहिलो भ्लग मैले चाहिँ आजदेखि भ्लग सुरु गर्दैछु। के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। म चाहिँ उठ्न बित्तिकै कोठाबाटै भिडियो सुरु गरे। ल छततिर के छन् भनेर यसो घुम्न गएको त टक्क हाम्रो छतमा त स्ट्रबेरी पो फलिरहेको रहेछ। त्यही भिडियो बनाउँदै बसिरहेको थिएँ, मम्मीले ठ्याक्क आएर काम दिइहाल्नु भयो। कोठाबाट के बाहिर निस्किएको थिएँ, काम पाइहाले है। ठारूको घरमा चाहिँ दारु त अनिवार्य हुनै पर्यो, हाम्रो घरमा चाहिँ दारु बन्दै थियो। त अरू त के जान्नु, त्यही आगो बाल्दै बसिरहेको थिएँ। ठ्याक्कै त्यही बेलामा केटाहरूको कल आयो। म चाहिँ टक्क नुहाइ गरेर चाहिँ रेडी सेडी भएर चाहिँ ट्याक्क निस्किएको त केटाहरू त पुरै पहिल्यै जम्मा भइसकेका रहेछन्। टक्क पैसा सैसा उठाएर के खाने कहाँ जाने सबै कुरो भइरहेको रहेछ। म चाहिँ अलि ढिलो पुगेँ त्यहाँ। केही छिनमा हामी चाहिँ ट्याक्क लाएर ठाउँमा पुगिसक्यौँ है। सबै सामानहरू रेडी गरेर ट्याक्क रेडी भइसक्यो हाम्रो चाहिँ। ठारूले चाहिँ दारु चाहिँ खान्छ भन्ने थाहै होला, यही हो ठारूको दारु। हेर्न सक्नुहुन्छ टक्क ह्याप्पी न्यु इयर भन्दै खोल्दै। मेरो ब्रान्ड चाहिँ यो हो, आफ्नो ब्रान्ड देखाउँदै म चाहिँ ह्याप्पी न्यु इयर भन्दै हाम्रो चाहिँ खानपिन सुरु भयो। हामी चाहिँ गफहरू गर्दै हाँस्दै रमाइलो गर्दै खायौँ होइन, रमाइलो गर्यौँ। खाइसकेपछि त डान्स त आइहाल्छ। केटाहरू चाहिँ पुरा स्टेप देखाउँदै होइन, पहिलाको डान्सरहरू। ल केटाहरू चाहिँ पालै पालो आफ्नो पुरै कला देखाउँदै सुल्ते हान्दै सबै रमाइलो गर्यौँ। सबै मिलेर चाहिँ नाचगान भयो। नाचगान हुँदा हुँदै चाहिँ हाम्रो चाहिँ साँझ पनि पर्यो। हामी चाहिँ लाग्यौँ घरतिर। यतिले पुगेन, फेरि साँझ थपेर गिदाउँदै खाँदै हाम्रो भ्लग चाहिँ यतिमै सकिन्छ। यो चाहिँ मेरो फर्स्ट भ्लग, के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है त। आजलाई यति, हस् त, बाइ बाइ।